हेलो स्टुडेन्ट, माइक्रोबायोलोजी नेपालमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा म सेकेन्ड इयरमा तपाईले माइक्रोबायोलोजीमा कुन कुन सब्जेक्ट्स पढ्नुपर्छ, मार्क्स डिस्ट्रिब्युसन के छ सब्जेक्ट्सहरुको र प्र्याक्टिकल थ्योरी गरेर तपाईले कतिवटा सब्जेक्ट्सको कति मार्क्सको टोटल एक्जाम दिनुपर्छ फाइनल एक्जाममा त्यसको बारेमा यो सानो भिडियोमा म तपाईहरुलाई बताउने छु। तपाई फर्स्ट इयरको मार्क्स डिस्ट्रिब्युसनको भिडियो हेर्नु भएको छैन, कुन कुन सब्जेक्ट्स हुन्छ त्यसको भिडियो हेर्नु भएको छैन भने लिंक छ डिस्क्रिप्सनमा, तपाई त्यहाँबाट हेर्न सक्नुहुन्छ। ओभरअल माइक्रोबायोलोजीको बारेमा तपाईलाई केही थाहा छैन, तपाई माइक्रोबायोलोजीको बारेमा जान्न चाहनुहुन्छ भने म अलरेडी यो च्यानलमा जनरल माइक्रोबायोलोजीको बारेमा भिडियो हालेको छु बनाएर, तपाई त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ र यो भिडियोहरुको लिंक डिस्क्रिप्सनमा म दिएको छु। आउनुस् आजको टपिकमा आज हामी कुरा गर्छौं। बीएससी माइक्रोबायोलोजी तपाईहरु पढ्दै हुनुहुन्छ या आउने दिनमा एज अ बीएससी स्टुडेन्ट माइक्रोबायोलोजी फिल्डमा पढ्न चाहनुहुन्छ भने सेकेन्ड इयरमा तपाईले कुन कुन सब्जेक्ट पढ्नुपर्छ। तपाईले टोटल सेकेन्ड इयरमा 4 वटा सब्जेक्ट पढ्नुपर्छ। एज फर्स्ट इयरमा पनि 4 वटा सब्जेक्ट्स हुन्छ। ओके, त्यसमा पहिलो सब्जेक्ट भयो माइक्रोबायोलोजी, सेकेन्ड सब्जेक्ट भयो जुलोजी र थर्ड सब्जेक्ट्स भयो केमिस्ट्री र फोर्थ एप्लाइड स्ट्याटिस्टिक्स भयो। ओके, यो 4 वटा सब्जेक्ट हुन्छ र यो 4 वटा सब्जेक्ट भनेको कम्पलसरी सब्जेक्ट हो। यहाँ चाहिँ चुज गर्न पाउनुहुन्न कि म एप्लाइड स्ट्याटिस्टिक्स पढ्दिन या अर्को पढ्छु, जुलोजी पढ्दिन बोटनी पढ्छु या माइक्रोबायोलोजी पढ्दिन अर्को पढ्छु। लाइक चुज चाहिँ तपाईले थर्ड इयरमा गर्न सक्नुहुन्छ। सेकेन्ड इयर फर्स्ट इयर जसरी सबै सब्जेक्ट्सहरु कम्पलसरी हुन्छ त्यसरी नै सेकेन्ड इयरमा सबै सब्जेक्ट्सहरु कम्पलसरी हुन्छ। टोटल माइक्रोबायोलोजीमा 150 मार्क्सको मार्क्स डिस्ट्रिब्युसन हुन्छ। त्यसमा चाहिँ 100 मार्क्सको तपाईले थ्योरीको एक्जाम दिनुपर्छ भने प्र्याक्टिकल एक्जाम चाहिँ 50 मार्क्सको दिनुपर्छ। ओके, सो थ्योरीमा पास मार्क्स 35 मार्क्स हुन्छ र प्र्याक्टिकलमा चाहिँ पास मार्क्स 20 मार्क्स हुन्छ। ओके, प्र्याक्टिकलको जुन यो मार्क्स छ यसमा चाहिँ तपाईले जुन प्र्याक्टिकल थ्रु आउट द इयर तपाईको सेकेन्ड इयरमा पढ्नुहुन्छ त्यो प्र्याक्टिकलहरु गर्नुपर्छ एक्जाममा ल्याबमै गएर। सो त्यो चाहिँ 50 मार्क्सको चाहिँ हुन्छ, पास मार्क्स चाहिँ तपाईको 20 भयो। ठीक छ, यो भयो तपाईको माइक्रोबायोलोजीको 150 मार्क्सको फाइनल एक्जाममा दुईटा पोर्सनमा डिभाइड गरेर थ्योरी र प्र्याक्टिकलमा। त्यसरी नै जुलोजी पढ्नुपर्छ। जुलोजीमा तपाई फर्स्ट इयरमा नन कोड डाटा पढ्नुहुन्छ भने सेकेन्ड पार्ट कोड डाटाको तपाईले यहाँ जुलोजीमा पढ्नुहुन्छ। यो पनि 150 मार्क्सको मार्क्स डिस्ट्रिब्युसन हुन्छ र यसमा चाहिँ थ्योरी भनेको चाहिँ 100 मार्क्स र प्र्याक्टिकल 100 मार्क्स गरेर टोटल 150 मार्क्स भयो। अनि थ्योरी 100 मार्क्सको हुन्छ र त्यसको पास मार्क्स 35 हुन्छ र प्र्याक्टिकलको 50 मार्क्स हुन्छ र त्यसको पास मार्क्स 20 हुन्छ। ओके, सो यो तपाईको जुलोजीको भयो। त्यसरी आउँछ केमिस्ट्री पढ्नुपर्छ। ओके, केमिस्ट्री पनि 150 मार्क्सको हुन्छ। 100 मार्क्सको थ्योरीको लागि 35 मार्क्स भयो र प्र्याक्टिकलको लागि 20 मार्क्स भयो। सो यसरी यो तीनटा सब्जेक्ट हामीले हेर्यौं भने 450 मार्क्स हामीहरुको भयो इन्क्लुडिङ प्र्याक्टिकल। ओके, 50-50 मार्क्स प्र्याक्टिकल छ तीनटैको, थ्योरीको 100 मार्क्स छ। त्यसपछि लास्टमा एउटा तपाईले एप्लाइड स्ट्याटिस्टिक्स पढ्नुपर्छ जुन 50 मार्क्सको हुन्छ। यो एप्लाइड स्ट्याटिस्टिक्समा तपाईले म्याथमेटिकल कुराहरु पढ्नुहुन्छ, प्रोबेबिलिटीहरु पढ्नुहुन्छ, डेटा समराइजिङहरु धेरै कुराहरु छ तपाई यो भित्र पढ्नुहुन्छ। यो तपाईले 50 मार्क्सको हुन्छ र यो 50 मार्क्समा चाहिँ तपाईले पास मार्क्स चाहिँ 17.5 ल्याउनु भयो भने तपाई यो सब्जेक्टमा पास। ओके, सेकेन्ड इयरमा माइक्रोबायोलोजी तपाईले पढ्दा यो 4 वटा सब्जेक्ट्स पढ्नुपर्छ र यो 4 वटा सब्जेक्ट्सको मार्क्स डिस्ट्रिब्युसन यो भयो। त्यही भएर टोटल 500 मार्क्सको तपाईले एक्जाम दिनुपर्छ तपाईको सेकेन्ड इयरमा। सेकेन्ड इयर यसरी सकिन्छ। ओके, सो यो भयो तपाईको मार्क्स डिस्ट्रिब्युसन। अब कुन कुन किताब चाहिन्छ त्यसको कुरा, यो माइक्रोबायोलोजीको, जुलोजीको, केमिस्ट्रीको र एप्लाइड स्ट्याटिस्टिक्सको यो सबैको तपाईले बुकै पाउनुहुन्छ, टेक्स्ट बुक पाउनुहुन्छ। मेरो चाहिँ पर्सनल अनुभवको हिसाबले म तपाईलाई के भन्न चाहन्छु भने तपाई सबैको टेक्स्ट बुक आइदर तपाईको लाइब्रेरीबाट निकाल्नु या अथवा तपाई आफ्नै लिनु। मेरो पर्सनल सजेसन के हुन्छ भने तपाई आफ्नै लिनु। भोलिपर्सि तपाई एज अ लेक्चरर बन्नु भयो भने रेफरेन्सको लागि धेरै कुराको लागि बुक्स चाहिन्छ। आफ्नो बुक भनेको आफ्नो हुन्छ। तपाई कलेजको लाइब्रेरीबाट लिनु भयो भने एउटा सर्टेन पिरियड अफ टाइम या तपाईको सेकेन्ड इयर सकेपछि त्यो फिर्ता गर्नुपर्छ। त्यही भएर बुक्स जहिले पनि किन्नुस् र त्यो बुक्स सधैँको लागि तपाईसँग हुनुपर्छ। तपाईको एउटा लाइब्रेरी हुनुपर्छ र त्यो लाइब्रेरीमा त्यो बुक्सहरु तपाईको हुनुपर्छ। अपार्ट फ्रम एकाडेमिक बुक्स अरु किताबहरु तपाईले पढ्ने बानी छ भने पढ्नुस्। त्यही भएर तपाईले जति पनि इन्भेस्टमेन्ट किताबमा गर्नुहुन्छ त्यो तपाईको खेर जाँदैन। इन द डेज टु कम तपाईलाई रिटर्न दिन्छ, तपाईले केही न केही सिकाउँछ टाइम टु टाइम। त्यही भएर तपाई बुक्स किन्नुस्। अलिकति महँगो हुन्छ टेक्स्ट बुकहरु, तर तपाईले एकचोटी किन्नु भयो भने यो तपाईको लागि आउने स्टडीको लागि पनि यो रेफरेन्स बुक हुन्छ। र यदि
यदि तपाईँले भोलि पर्सि एज अ टिचर पनि माइक्रोबायोलोजी स्टुडेन्टलाई पढाउनुहुन्छ, एज अ लेक्चरर, एज अ टिचर, एज अ प्रोफेसर, त्यति बेला चाहिँ यो किताबहरू काम लाग्छ। सो मेरो पर्सनल सजेसन, तपाईँ चाहिँ किताबहरू किन्नुहोस्। धेरै राम्ररी पढ्नलाई धेरै कुराहरू छ, तपाईँ इन्टरनेटबाट पढ्न सक्नुहुन्छ, तपाईँ डिफ्रेन्ट आर्टिकल्स पढ्न सक्नुहुन्छ, एभ्री टपिकमा दिएको छ। एन्ड तपाईँले लाइब्रेरीबाट बुक निकालेर पढ्न सक्नुहुन्छ। सरहरू जुन तपाईँहरूलाई पढाउनुहुन्छ माइक्रोबायोलोजी, जुलोजी, केमिस्ट्री, एप्लाइड स्ट्याटिस्टिक, उहाँहरूले तपाईँलाई PDF नोट्स दिनुहुन्छ या अथवा नोट्स लेखाइदिनुहुन्छ। तपाईँ त्यो नोट्सहरू पनि राम्ररी बनाउनु भयो भने तपाईँ मजाले यो मार्क्स ल्याएर पास हुन सक्नुहुन्छ। ओके, सो बुक्सको कुरामा चाहिँ यति म भन्छु। कुनै पनि एउटा पर्टिकुलर राइटरको बुक्स हुन्छ त्यही बेस हुन्छ भनेर हुँदैन। यस अभियसली तपाईँले रेफरेन्स बुकहरू अझै चाहिन्छ। यसको टेक्स्ट बुक किन्नुभयो तर कुनै एउटा तपाईँको कोर्सले हेर्ने हो भने एउटा टपिक त्यसमा हुँदैन भने अरू बुकको रेफरेन्स लिनुपर्छ, अरू माइक्रोबायोलोजी अथवा अरू कुनै बुकको। सो त्यही भएर यो चाहिँ सब्जेक्ट्स भयो तपाईँको। अब माइक्रोबायोलोजीमा तपाईँले बायोकेमिस्ट्री भनेर चाहिँ माइक्रोबायोलोजीको टेक्स्ट बुक हुन्छ, त्यो चाहिँ पढ्नुपर्छ। सत्यनारायणले लेख्नुभएको त्यो एकदम मोटो बुक हुन्छ। सो म चाहिँ जतिखेर दिल्लीको भिजिटमा थिएँ मैले त्यतिखेर त्यो बुक सेकेन्ड ह्यान्ड मार्केटबाट लिएको थिएँ, मलाई सस्तो परेको थियो। आई स्टिल हेभ द्याट बुक। एन्ड त्यो बुक एकदम कलरमा प्रिन्टेड छ, लाइक मेडिकल बुक्सहरू हुन्छ नि, त्यो अलिकति महँगो थियो। र अहिले पनि तपाईँले काहीँ अनलाइनमा लिनुभयो भने सेकेन्ड ह्यान्ड बुकहरू या अथवा नयाँ किन्नुहुन्छ भने तपाईँ पाउनुहुन्छ। यो टेक्स्ट बुकहरू तपाईँले चाहिँ नेपालमा पनि डिफ्रेन्ट पसलहरूमा किन्न सक्नुहुन्छ। इफ तपाईँलाई मेरो हेल्प चाहिन्छ कि म तपाईँहरूलाई यो बुक अभाइलेबल गराइदिउँ भने तपाईँलाई म बुक प्रोडक्ट्स एउटा अनलाइन बुक स्टोर छ, यसको व्हाट्सएप नम्बर म तपाईँलाई दिन्छु। व्हाट्सएप नम्बर सो यहाँबाट तपाईँ चाहिँ कुनै पनि किताब अर्डर गर्न सक्नुहुन्छ। आइदर तपाईँको कोर्स बुकको टेक्स्ट बुक भयो या अथवा कोर्स बुकको प्र्याक्टिकल बुक भयो या अथवा तपाईँ कुनै नोभेल हिन्दीमा भयो, नेपालीमा भयो, अथवा अरू कुनै ल्याङ्ग्वेजमा पढ्न चाहनुहुन्छ, पढ्ने इच्छा छ, धेरैजनाले नोभेल पढ्ने इच्छा हुन्छ भने तपाईँले चाहिँ यो बुक प्रोडक्ट्सबाट चाहिँ आफ्नो किताबहरू अनलाइन अर्डर गरेर पढ्न सक्नुहुन्छ। विदिन 5 to 6 डेज तपाईँहरूलाई उहाँले कुनै पनि किताब जुन नेपालमा पाइँदैन त्यो किताबहरू पनि तपाईँहरूले उहाँहरूले अभाइलेबल गराइदिनुहुन्छ। ओके, सो एउटा तपाईँहरूको लागि एउटा सानो हेल्प भयो यो। ओके, सो यो कुराहरू भयो माइक्रोबायोलोजी सेकेन्ड इयरमा सब्जेक्ट्सहरूको बारेमा र बुक्सहरूको बारेमा। मजाले चाहिँ यो किताबहरू किनेर मजाले कोर्सको स्टडी गरेर तपाईँले BSc माइक्रोबायोलोजी सेकेन्ड इयरमा मजाले पास आउट हुन सक्नुहुन्छ।